करप्सन भन्छ नि त मान्छे होइन। अब म सेक्सन अफिसर भएँ अथवा म चाहिँ के अरे सहसचिव उपसचिव अथवा सचिव भयो भने अब मेरो काठमाडौँमा घर छैन भने मलाई काठमाडौँ घर बनाउनु मन लाग्छ, अनि मेरो बच्चाहरूलाई राम्रो ठाउँमा पढाउनु मन लाग्छ, अनि आउँदाखेरि त्यही स्ट्यान्डर्ड मेन्टेन गरेर बस्नुपर्ने हुन्छ, देखाउनु पर्ने हुन्छ। अनि पैसाले पुग्दैन नि तलबले। निजामती कर्मचारी र यो फौजीहरूलाई चाहिँ तलब एकदम स्केल राम्रो बनाइदिने, त्यसपछि उनीहरूसँग राम्रो काम लिने अनुशासित हिसाबले त्यो गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर हजुर। अब नेपालमा तलब कम भएको कारणले नै हुनसक्छ कि? त्यो त 100% हो। अब हाम्रो देशबाट निर्यात हुन्थ्यो धान होइन। अब मेरो यहाँ लगभग 230-40 रुपियाँ चाहिँ जमिन छ, 60 रुपियाँ त खेत मात्र छ, तर म चामल किनेर खान्छु। यो त हाम्रो विडम्बना हो नि त। अनि पहिला त अब हाम्रो डाँडामा घर हुन्थ्यो नि, हरेक सदरमुकामदेखि लिएर गाउँघर सब डाँडामा हुन्थ्यो। तल बेसीमा चाहिँ खेती हुन्थ्यो, अनि तलबाट माथि गयो, माथिबाट तल आउँदा एक्सर्साइज हुन्थ्यो, खाना हामी ढिँडो खान्थ्यौँ, अनि भात सुरु भयो। अब हाम्रो देशबाट निर्यात हुन्थ्यो धान होइन। अब मेरो यहाँ लगभग 230-40 रुपियाँ चाहिँ जमिन छ, 60 रुपियाँ त खेत मात्र छ, तर म चामल किनेर खान्छु। यो त हाम्रो विडम्बना हो नि त होइन। 165 रुपियाँ जग्गा यहाँ मैले टोटल्ली यस्तो चाहिँ फलफुलहरू गर्न सके भए कति एउटा टेपा हुन्थ्यो नि त। यता अहिले म 10जनालाई 11जनालाई काम दिइरहेको थिएँ भने अरू 20जनालाई दिन सक्थेँ, तर मान्छे पनि छैन, अनि महँगो छ, अनि गभर्मेन्ट सेक्टरबाट केही हेल्प पनि छैन। कुरा त यस्तो छ। अब अहिलेको बेला नेपालमा युवाहरू विदेश जाने पलायन धेरै भइरहेका छन् होइन। यस्तो हजुरहरूका जस्तै खेतबारी बाँझो राखेर हो नि धेरै विदेश गइरहेका छन्। उहाँहरूलाई चाहिँ कसरी चाहिँ सन्देश दिनुहुन्छ हजुरले? होइन, नेपालबाट बाहिर जानै पर्छ होइन, किनभने बाहिर चाहिँ गएर अनुभव गर्नै पर्छ। किनभने बाहिरको अलिकति टेक्नोलोजीहरूदेखि लिएर उनीहरूको चाहिँ हरेक कुरा अलिकति हामीभन्दा एडभान्स छ। अनि म हाम्रो भाइ बहिनीहरूलाई के भन्छु भने जाने, पढ्ने, अनुभव गर्ने, अनि 2 पैसा बनाएर नेपाल आउने अथवा सहयोग गर्ने, त्यो चाहिँ गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। अब यो चाहिँ म गभर्मेन्टलाई चाहिँ यो चाहिँ मेरो सजेसन भन्दा नि हुन्छ होइन, सुझाव त के होला हामी जस्तो के यदि हामीले अरू देश विदेशी जात राष्ट्रबाट पैसा लिने, ऋण लिने होइन क्या, हाम्रो म्यान पावरलाई, हाम्रो यङ चाहिँ भाइ बहिनीहरूलाई चाहिँ त्यो देशमा लगेर सिप सिकाएर फर्काउने, त्यो भयो भने चाहिँ राम्रो हुन्छ भन्छु म होइन। अब हाम्रो यहाँ यो घाँसहरू हेर्नु त यहाँ काट्न नसकेर, अब अहिले मैले चाहे भने त्यहाँ 100वटा गाई पालिदिन्छु नि, तर मान्छे छैन। यति नजिकको यो घाँसहरू काट्न पनि अब किन बर्खा लाग्यो यो त आइहाल्छ होइन। त्यसले गर्दाखेरि हामीले भने जस्तो मेन्टेन पनि गर्न सकिरहेको छैनौँ। कारण के भने म्यान पावर छैन, मान्छे यहाँ कामै गर्नु मान्दैन। फेरि एउटा के छ भने करप्सन भन्छ नि त मान्छे होइन। अब म सेक्सन अफिसर भएँ अथवा म चाहिँ के अरे सहसचिव उपसचिव अथवा सचिव भयो भने अब मेरो काठमाडौँमा घर छैन भने मलाई काठमाडौँ घर बनाउनु मन लाग्छ, अनि मेरो बच्चाहरूलाई राम्रो ठाउँमा पढाउनु मन लाग्छ, अनि आउँदाखेरि त्यही स्ट्यान्डर्ड मेन्टेन गरेर बस्नुपर्ने हुन्छ, देखाउनु पर्ने हुन्छ। अनि पैसाले पुग्दैन नि तलबले, तलबले पुग्दैन होइन। अब हाम्रो यहाँनिर अहिले बिचरा जवानहरूको चाहिँ 22-23-25 हजार छ, के हुन्छ काठमाडौँमा होइन। अब हाम्रो लेभलको चाहिँ पेन्सन आउँदाखेरि चाहिँ 30-40-45 हजार आउँछ, कसरी पुग्छ? पुग्दैन क्या। त्यसले गर्दाखेरि गभर्मेन्टले चाहिँ के गर्नुपर्छ भने यो चाहिँ यो निजामती कर्मचारी र यो फौजीहरूलाई चाहिँ तलब एकदम स्केल राम्रो बनाइदिने, त्यसपछि उनीहरूसँग राम्रो काम लिने, अनुशासित हिसाबले त्यो गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर हजुर। अब नेपालमा तलब कम भएको कारणले नै हुनसक्छ कि? त्यो त 100% हो। पुग्दैन नि, महँगो यस्तो छ, हरेक दिन महँगो छ, अनि बच्चा बच्चीलाई पढाउनु पर्यो। किनभने मैले सिपाहीमा जाएर खाएँ भने म म्याक्सिमम जाने भनेको हल्दार होला, एउटा कुरो नि। तर मेरो सोच के हुनु पर्यो भने म सिपाहीमा खाएर हल्दारमा रिटायर हुन्छु भने, तर मेरो बच्चाहरू त एक स्टेप त माथि जानु पर्यो नि, ऊ त अलिकति अफिसर हुनु पर्यो नि। त्यो सोच जसले पनि राख्छ क्या। अनि उसले स्कुलमा राम्रो पढाउनु खोज्छ, उसलाई ड्रेसअप राम्रो गरिदिनु खोज्छ, भनेर खानिदिनु खोज्छ, किनभने त्यो बच्चाले चाहिँ प्रगति गरोस् भनेर होइन। अब त्यो पुग्दैन। 22-23 हजारले के गर्ने? अब जिल्ला प्रहरी कार्यालय काठमाडौँमा चाहिँ परिसरमा ऊ चाहिँ त्यहाँनिर छ भने परिवार त काठमाडौँ ल्याएर राख्नु पर्यो, उहाँ गुल्मीको मान्छे होला, कहाँको मान्छे होला। अब काठमाडौँमा रेन्ट तिरेर बस्नु पर्यो, पढाउनु पर्यो, पुग्दैन। अनि उसले के गर्छ भने अर्को हेर्छ बच्चा पढाउनु पर्यो, अनि करप्सन सुरु हुन्छ। त्यही हो मेन। पक्कै पनि अब यो चाहिँ सरकारले सोच दिनुभयो भने यसरी चाहिँ हामी न्युज पनि देखिरहेको छ नि, समाचारहरू पनि नेपालमा चाहिँ फौजीहरू अथवा प्रहरीहरूले धेरै सङ्ख्यामा जागिर छोडे भनेर आइरहेका हुन्छन्। कारण यही हुन सक्ला? कारण त्यही नै हो।
कारण त्यही नै हो किनभने आफ्नो देश छोडेर कसैले जानु मन लाग्दैन नि परिवार छोडेर थोरै जानु मन लाग्छ यहाँ हुनु पर्यो एउटा सिपाहीको तलब चाहिँ यहाँनिर लाख रुपियाँ होस् त अनि ऊ जाँदै जाँदैन लाख रुपियाँले उसलाई धेरै कुरो गर्न पुग्छ नि भोलि उसले पेन्सन पाउँछ भोलि ऊ बढ्दै जान्छ अनि उसको परिवारलाई एउटा आजकल परिवार भनेर त एउटा छोरा अथवा छोरी अथवा दुईवटा होला म्याक्सिमम उसले आफ्नो बच्चालाई पढाउनेसम्म चाहिँ एउटा चाहिँ र राम्रो मिठो खानदिनेसम्म चाहिँ एउटा तलब भयो भने ऊ किन जान्छ बाहिर अब विदेश गएर थोरै सधैँ फर्किने चाहिँ चान्सेस छ र कतिपय त अब अति गएको महिनामै कति 140 कति चाहिँ प्याक भएर आयो भनेपछि त्यो दुःख लाग्दो कुरो हो नि हामीलाई हो त्यस्तै कुरोले गर्दाखेरि हाम्रो गाउँको मान्छे सकेसम्म बाहिर नजाउन् भन्ने हिसाबले हामीले यो सुरु गरे हजुर मेन चाहिँ कुरा के